हेलो एभ्रिवान, वेलकम ब्याक माई मिनी भ्लग। हामी चाहिँ बिहानै बिहानै नुहाइ धुवाइ गरेर आज उता भलिबल हेर्न गइरहेछौँ। भलिबल चाहिँ यता हाम्रो घोराइ उपमहानगरपालिकामा अवस्थित गृहमन्त्री लुम्बिनी प्रदेश स्तरीय रहेछ, महिला पुरुष दुवैको लागि। अघि म भिडियो बनाउँदै हिँडिरहेको छु भने केटाहरू चाहिँ पछि आइरहन्छन्। मैले त अहिले भिडियो एडिट गर्दा पनि नोटिस गरेँ अनुहारमा यति राम्रो चमक किन आइरहेछ भनेर। त आज बिहानै सायद नुहाएर होला। त्यही खुसीमा मलाई साथीले ह्याप्पी डेन सुइगम दिन्छ अनि म चाहिँ खाँदै भिडियो बनाउँदै अघि बढ्छु। यसरी चप्पल पट्काउँदै हामी चाहिँ धेरै अघिसम्म बढेको हुन्छौँ। हिँड्दै हामी चाहिँ आइपुग्छौँ यता घोराइ उपमहानगरपालिकाको अदालत कार्यालय नजिकै। यहाँदेखि हामी देब्री साइड मोडेर अघि बढ्नुपर्ने हुन्छ। लगभग हामी चाहिँ अब स्पोर्ट चलेको ठाउँसम्म आइपुग्न 3 या 4 मिनटको रेसियो लाग्छ। त्यसपछि हामी पुगिसक्छौँ। 2-3 मिनट हिँडिसकेपछि हामी आइपुग्छौँ स्पोर्ट चलेको एरियासम्म। हामी त्यहाँ गइपुग्नुभन्दा अगाडिदेखि नै त्यहाँ गेम सुरु भइरहेको हुन्छ। गएर एकछिन हामीहरू यताउति हेर्छौँ। आमामा, त्यहाँ त गेम प्ले भन्दा राम्रो केटीहरू चाहिँ हेर्न पाएछन्। यस्तो राम्रो केटी भयो भने त होइन गाइज, मैले आज नै बिहे गरिदिन्थेँ, तर के गर्नु पाउँदैन। यतातिर चाहिँ मेरो धमौलीका साथीहरू आइरहेको थिए आज। उनीहरूसँग भेटघाट नि भयो थोरै। उनी केटाहरू पनि गेम खेल्न आएको होलान् भनेर सोधेको त म जस्तै खालि हेर्न आएको रहेछन्। सबै हेर्न आएको साथीहरू भेट हुन्छौँ र यसरी यताउति हल्का एकछिन घुमफिर पनि गर्ने गर्छौँ। त्यसपछि हामी चाहिँ घरतिर फर्किनु पर्ने हुन्छ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।